हेलो गाइज, वेलकम टु आवर भ्लग। आज चाहिँ धेरै समय पछाडि तपाईहरुलाई मैले कुलपूजा विशेष भ्लग लिएर आइरहेको छु। केही क्लिपहरु चाहिँ तपाईहरुलाई देखाउँदै जान्छु। हेर्दै जानु होला, कस्तो लाग्छ जस्तो लाग्छ त्यस्तो प्रतिक्रिया दिन नबिर्सनु होला। मैं माथिबाट अलिअलि आएको के थियो र छुनु त भन हेर ल मामु अहिले आउनुहुन्छ, जाऊ न तिमी जाऊ। एकछिनमा आउनुहुन्छ। नाना लाएर आउनुहुन्छ। नानीसँग जाऊ। नाना लाएर आउनु। ल पखन बोरा ल्याउन कुकिङ टाइम हुँदैछ। यहाँ सानो चाहिँ यता मेरा पतिदेव, यता ऋषि मामा भान्जो यहाँ पाक्दैछ। के पाकिसक्यो अरे? हाम्रो अहिले सब्जी पाक्यो, भेज आइटम पाक्यो हैन? अचार पनि पाकिसक्यो। अहिले अब हामीले पनिर आलुको चाहिँ एउटा ग्रेभी बनाउन गइरहेछौँ। हजुर, अरु चाहिँ अब फेरि उता नै आउनु पर्यो। ठिकै छ। यता बहिनीले ओके, यता बहिनीले भाँडा मस्काउँदैछ। हटिएका छ हैन। यो मेहनत चाहिँ अब सबैको मुखमा परेर त्यसको मिठास र त्यसको प्रतिक्रिया कान्छी दिदी ठिकै हुनुहुन्छ? ठिकै हुनुहुन्छ? ल ल यता छ। यता चाहिँ चिया रेडी छन् दुईटा थप्नुहोस्। एउटामा व्हाइट टी, एउटामा ब्ल्याक टी। अब यहाँ पानीको व्यवस्था छ, यता फुलफुले छ। अब अलिक मन्दिर जानुभएको छ, म चाहिँ यहाँ घरमा छु। भरतपुरकी दिदी हामी बाजामा नाच्न जाँदैछौँ। पहिला के अरे यही बाटो दाउरा घाँस गरेर कति कुदियो, गाह्रो भयो, नौलो भयो।
मेरा आमा, मेरा पिता, दाजु, भाइ, दिदी, बहिनी, भाउजू के हुनु होला, सम्पूर्ण हामी यहाँ एउटा लामिछाने गोत्र लामिछानेका नाताले यहाँ आएका छौँ। हामी भनिन्छ पौराणिक किंवदन्ती अनुसार सेती कालीको दोभान बनाएका छौँ। आज हामी प्रवाह गर्दै हिँड्ने काली नदीको तटबाट लामिछानेहरूको उद्गम भूमि यहाँबाट जुन काली गण्डकी, मानसरोवरदेखि दामोदर कुण्डदेखि भगवानका गर्भमा हिरण्य गर्भ शालिग्राम प्रवाह गर्दै आउनुभएको छ। विश्वकी अति सुप्रसिद्ध नदी काली नदीको जल हामीले आज लिएका आएका छौँ। हाम्रा ऋषि, हाम्रा गर्गलाई, ऋषिलाई त्यो काली गण्डकीको पवित्र जलबाट हामीले स्नान गराइदिएका छौँ, निश्चित गराइदिएका छौँ। हामी सबै धन्य हौँ। हाम्रा मनमा, विचारमा भएका कलुषित भावना त्यहीबाट पखाली हुन् र हाम्रो बन्धुत्व अझ गाढा होस्। हामी मूलबाट नदी, तालबाट नदी, नदीबाट समुद्र बन्न सकौँ। आज छरिएर रहेका लामिछानेहरू एकजुट भएर एउटा समुद्रको रूप लिन सकौँ र हाम्रो बल पनि हुन्छ, प्रभाव पनि हुन्छ, शक्ति पनि हुन्छ र विश्वलाई एउटा चुनौती पनि हुन्छ। लामिछानेहरूको बल, त्याग, समर्पण र सामान्य छैन। यसको अनुकरण अरू वंशावलीले पनि गरून्। कुल पूजा गर्ने विभिन्न तरिका हुन्छन्। आफ्ना सम्प्रदायको फरक हुन्छ। अरू गोत्रका त के भनौँ, लामिछानेकाहरूका पनि कोही कसरी विभिन्न किसिमले कुल पूजा गर्ने प्रचलन रहिआएको छ। कतिपय हामीलाई भन्नुहुन्छ बलि प्रथा ठिक छैन पनि भन्नुहुन्छ, कतिपयले घिरबाट हुनुहुन्छ, कतिपयले एक छाके गरेर कपाल खौरेर श्राद्ध गर्नुहुन्छ। कुल पूजा र श्राद्ध फरक कुरा हुने ऋषिको पूजा हुँदैन। आफ्ना तीन पितृहरूको र मातृपक्ष र आफ्नो वंश पक्षकाको तर्पण हुन्छ। कुल पूजा फरक कुरा हो। गोत्र परिवर्तन ऋषिदेखि अहिलेसम्म हामीलाई जति रक्त सञ्चार प्रवाह हुँदै आएको छ, कुलको उत्सवको रूपमा लिन्छौँ। हामीले आज यो कुल पूजामा आज उभौली पर्व पनि भनिन्छ। किसानहरूले खेतीपाती थर्काएर उमङ्ग मनाउने एउटा हर्षको चाड पनि हो। आज हेर्नुहोस्, आज सबभन्दा पहिला पञ्चतत्त्वले बनेको यो प्रकृति, पञ्चतत्त्वले बनेको हाम्रो शरीर र पञ्चतत्त्वका देवी देवताहरूको पूजा हुन्छ। आज कुल पूजाको रूपमा पनि हामीले सबभन्दा पहिला हामीलाई ताप र प्रकाश दिने सूर्य भगवानलाई पूजा गर्छौँ, पृथ्वीलाई पूजा गर्छौँ, जसले हराभरा गराएर हामीलाई कृषि उपज भएर हामीलाई उर्वर होस्, त्यो भूमि हुन्छ उर्वर होस् भनेर हामी गर्छौँ, भूमिप्रति समर्पित छौँ। सबैभन्दा पहिला पूजा गर्ने प्रचलन हाम्रा गणेश जलले धरती धानेर बस्नुभएको छ। भगवान गणेश उहाँको पूजा गर्छौँ र वायु, हावा, हुरी, हुन्डरीबाट बच्नको लागि वायुको पूजा गर्छौँ, जलको पूजा गर्छौँ, अग्निको पूजा गर्छौँ। जुन तत्त्वले प्रकृति बनेको छ, आज ती समेतको पूजा हुने एउटा अविस्मरणीय दिन हो। यो कुल पूजा गर्ग मात्रै नभएर पृथ्वी ब्रह्माण्ड जसले सञ्चालन गरेको छ त्यसको पनि पूजा हुन्छ। आज पञ्चतत्त्वको पूजा हुन्छ। यो पवित्र दिनमा हामी इत्यादिबाट धेरै दाजुभाइ आउने प्रयत्न गरेका थियौँ, तर कसैलाई फुर्सद भएन, कसैलाई केही भएन। त्यही पनि हामीले दुई अत्यन्त धर्मात्मा पुरुष हाम्रा लामिछानेका पुरोहित भने पनि हुन्छ, गौरराज लामिछाने र दुर्गा दत्त लामिछाने सुन्तलेलाई एउटा भट्टेर रूपमा हामीले अघिल्लो दिन हिजो बेलुकै पठाएका थियौँ। हाम्रो सन्देश दिएर हिजो पठाएका थियौँ। त्यसपछि हामी भाउजू आमाको छ। आज एक मात्र नारी यहाँदेखि प्रतिज्ञा गर्दै सारा नारीहरूको लामिछानेहरूका आमा बुहारीको प्रतिज्ञा गर्दै पार्वती लामिछाने आउनुभएको छ। यो पनि गर्वको कुरा हो। हेर्नुहोस् है, यहाँ उपस्थित हुनुहुन्छ। त्यसपछि हामी लामिछाने कुल सेवा समाजका अध्यक्ष रामकृष्ण लामिछाने उपस्थित हुनुभएको छ। त्यस्तै दाजु
दिवाकर लामिछाने उपस्थित हुनुभएको छ। कृष्ण प्रसाद लामिछाने उपस्थित हुनुभएको छ। कृष्ण लामिछाने, दीपक लामिछाने, दुईवटा दीपक लामिछाने हुनुहुन्छ। दीपक लामिछाने आदि गरेर दीपक लामिछाने डोमरो लामिछाने आउनुभएको छ। गोपी प्रसाद लामिछाने आउनुभएको छ। गोविन्द लामिछाने आउनुभएको छ। र हाम्रा काका ज्येष्ठ नागरिक वासुदेव लामिछाने म आउँदैछु बाबु भनेर त्यो फुर्के खोला तरेर उकालो लाग्दै हुनुहुन्छ होला। मैले सन्देश पाएको छु। यी सबैको तर्फबाट हामीले सबैले भ्याउला नभ्याउला कुल गुरु कुल हाम्रा कुल ऋषि गर्गपत्री सबैको तर्फबाट हार्दिक सम्मान छ। साथै म अहिले यहाँ दुई शब्द बोलिरहेको छु। यो बन्धुत्व मिलन सदैव कायम रहोस्। हामी हृदयमा बसौँ, कहिले बेमेल नहोस्। यही प्रार्थना माग्दछु मैले आफ्नो भिडियो सबैले मेरो च्यानलमा हेर्ने है त। यता हेर्नुहोस् त सानो। ल आउनुभयो ल फोटो पनि खिचिछु। हाम्रो यसो दिदी त ढप्प आउनुभयो अगाडि। ल हाम्रो बुवा हुनुहुन्छ मित बुवा। चिया पाक्दैछ है बुवा। हाम्रो अहिलेको राजसभाको सक्रिय एकदम सक्रिय जुझारु नेता हुनुहुन्छ यहाँ। यता यी दिदी भाइहरूको गन्थन सकिएको छैन। कति मिठा गफ हुन्छ नि होइन। भान्जी चाहिँ स्याड हुनुहुन्छ कि क्या हो? मामा भएर खुसी हुनुहुन्छ? आज यहीँ बस्ने हो? बल्ल आउनुभएको। म गएर हप्ता दिन 10 दिन बसेर आएको। के काम होइन, पैसा तिर्न पर्यो। पैसा हुन्न अरे यता भन्ने। अब म एकलट यतातिर फुत्त जान्छु। आराम। हाम्रो अङ्कल हुनुहुन्छ अरे हाम्रो मेन घरको प्रमुख सदस्य। के कटिङमा अरे बुढी कटिङमा बस्नु भएको छ। भित्री हाँस अरे है साथीहरू। भित्री हाँस मेन कुक, बिहानदेखिको मेन कुक। पत्ता बोक्ने सब कुक। ल हाम्रो लामिछानेको कुल पूजा यसरी रमाइलोको साथ सबले भव्य तरिकाले मैले फोटो खिचेँ। अब भिना चाहिँ कहिले आउनुहुन्थ्यो है? यस्तो चुरेर चाहिँ हेरौँ त। अन्त नि हाम्रो हजुरआमा स्कुल पूजा विशेषको भ्लगमा राख्न रह्यो। एकदम खिच्नुसम्म भिडियो बनाएको, फोटो पनि होइन। यो रमाइलो फेरि कहिले हुन्छ त नि भन्नु न। हो त यो फेरि कहाँ भेटिन्छ हेर्नु त। ठिकै छ चिनिन्छ। यता आफ्नै दुनियाँ छ।
एकछिन हिँड्नु न हिँड्नु चिया पाक्दैछ सिस्टम एकदम मम्मी आउनु रेडी छ भाग्ने यतै भाग्ने त म निकाल्दै निकाली छैन क्या आएदेखिको हात खाली नगरिकन कुदै गर्नु पर्यो के राख्न ल है राखौँ है आमालाई भित्रको दिए नै हुन्छ न आज हाम्रो रमाइलोमा यहाँ मामा घरतिरको दिदीहरू यहाँ आउने जुरेको छ मौका ल है नमस्कार नै गर्दै हुनुहुन्छ म मेरो भिडियोमा ल्याउँदैछु कताबाट अनुहार आउँछ भन्दैछु यहाँ अलि राम्रो बनाएर हाल्छु म मेरो यो भिडियो चाहिँ फेरि मेरो युट्युब च्यानलमा मात्रै आउँछ नि अन्त आउँदैन ह्याप्पी फ्यामिली चौतारी भन्ने छ ह्याप्पी फ्यामिली चौतारी छ सर्च गर कता न कताबाट लिङ्क सेयर भइहाल्छ ल सबैले मेरो च्यानल सब्सक्राइब गरिदिनु भन्छु हेलो गाइस हामी साली भिनाले लाग्छ भाडा धस्काउँदै मस्काउँदै ड्युटी अझै सकेको छैन हाम्रो इभिनिङ है अब हाम्रो सबैभन्दा अन्तिममा आउनु भएको हाम्रो भान्जा बाबु आजको कुल पूजाको यो जाडोमा आगोको सकुन्जेलसम्म दाउरा सकुन्जेलसम्म आगो तापेर को बस्छ भन्दा दाजुहरूको गाउँ हाम्रो कुल पूजा पनि सकियो कुल पूजाको एन्ड चाहेर लास्ट एन्ड भएको छ अन्तिमको हामी यहाँ आगो पनि अब निमिसक्यो आगो ताप्दै बसेको मम्मी उतानिर गर्दै हुनुहुन्छ यता अर्को अब म कसरी आउँछु भन्दाखेरि एकदम